सबैजनालाई नमस्कार। कार्यक्रम सञ्चालक सरलाई पनि धन्यवाद। आज मिति 2082 साल कार्तिक महिनाको 28 गते शुक्रबारका दिन यस विद्यालयको आर्थिक वर्ष 2081-82 को हामी सामाजिक परीक्षण कार्यक्रम गर्न गइरहेका छौँ। 2081 साल श्रावणदेखि 2082 साल अषाढ मसान्तसम्मको हाम्रो आय व्ययको विवरण निम्नानुसार रहेको जानकारी गराउन चाहे। यस विद्यालयमा योभन्दा अघिल्लो वर्षको अल्या बैंकतर्फ रहेको अल्या अघिल्लो ल्यातक यसको 6,47,650 रुपियाँ 09 पैसा रहेको थियो भने अनि यो वर्षको आम्दानीतर्फ स्थानीय तहबाट प्राप्त तलब भत्ता बापत आएको छ 65,74,043 रुपियाँ 60 पैसा चाहिँ तलब बापत आएको छ पालिका स्तरबाट। अनि त्यसमा लोकल लेभलका सरहरू जो चाहिँ स्थानीय स्तरका सरहरू छन् उनीहरूको हामीले अलग्गै छुट्याइदिएका छौँ। उहाँहरूको चाहिँ 11,38,000 रुपियाँ चाहिँ निकासा भएको छ। अब माथि सङ्घबाट आउने सरहरूको त्यो 11 लाख घटाउँदा 65 लाखबाट बाँकी रकम हुन जान्छ। अनि मसलन्दको 25,000 रुपियाँ आछ। यो सबै माविहरूलाई त्यही सेम आउँछ। सामाजिक लेखा परीक्षण खर्च 15,000 रुपियाँ आउँछ। यो पनि सबै माविलाई समान रूपले आउने गरेको छ। एसआइपी खर्च 20,000 रुपियाँ आउँछ। यो माथिको नम्सै हो, 20,000 रुपियाँ सबैलाई आउँछ। सञ्चार खर्च माध्यमिक तहमा 20,000 रुपियाँ आउँछ। दिया खाजा र भाडा खरिद हाम्रो माध्यमिक तहको विद्यालयलाई 50,000 रुपियाँ आएको थियो, जसमा कर काटेर 49,336 रुपियाँ हाम्रो खातामा निकासा भएको हो। छात्रवृत्तिको रकम यो 1 देखि 5 सम्मलाई मात्र दिएको छ यो पाला, जसमा छात्रवृत्तिमा 40,400 रुपियाँ हाम्रा छात्राहरूलाई 1 देखि 5 सम्म अध्ययन गर्ने दलित अनि छात्रा लगायतका छात्राहरूलाई आएको थियो 40,400 रुपियाँ। अनि यो निःशुल्क पाठ्यपुस्तकको लागि हाम्रो 2,29,458 रुपियाँ चाहिँ हाम्रो आएको थियो, निकासा भएको हो। यसमा स्थानीय पाठ्यपुस्तक पनि हो। स्थानीय पाठ्यपुस्तक भन्नाले जो अस्ति हामीले साजघाटबाट 11,200 को पाठ्यपुस्तक ल्याएको थियौँ त्यसको रकम पनि हो त्यो। र अन्य पाठ्यपुस्तकको लगाएर 2,29,458 रुपियाँ चाहिँ हाम्रो खातामा माथिबाट आएको छ। दिया खाजाको 2,43,060 रुपियाँ चाहिँ हाम्रो खातामा आएको छ। हामीले माग गरे अनुसार 2,43,060 रुपियाँ हाम्रो दिया खाजाको आछ। अनि यो पिसिएफ, यो नन स्यालेरी पिसिएफ भन्ने विद्यालयको हरेक प्रशासनिक खर्च लगायतका अन्य खर्चहरू बेहोर्नको लागि 93,050 रुपियाँ चाहिँ हाम्रो खातामा आछ। यो हाम्रो विद्यार्थी सङ्ख्याको आधारमा आउने गर्छ। पर हेड विद्यार्थीलाई काउन्ट गरेर त्यसमा 6 देखि माथि छ भने 200 रुपियाँका दरले, त्योभन्दा तल छ भने 150 छ कि कति छ त्यसको नम्स छ, त्यो आधारमा हाम्रो पिसिएफको पैसा आउँछ। पिएमटी छात्रवृत्ति यो हाम्रो विद्यालयमा थिएन। यो अलग विद्यालय अथवा अन्य विद्यालयबाट आएका छात्राहरूलाई पढेको 5 क्लासबाट पास भएर आएका विद्यार्थीहरूको 48,000 पर विद्यार्थी 6,000 का दरले 8 जना विद्यार्थीलाई परेको थियो। 8 छक्का 48,000 पिएमटी छात्रवृत्ति। यो कोटकलाबाट आएका तलब भागेश्वरबाट आएका विद्यार्थीहरूको छात्रवृत्ति हो। यो तलब भर्ता फिर्ता हामीले जयबहादुर सरको तलब चाहिँ जाने बेला बढी हालिदिएका थियौँ। अनि तलब उहाँ चाहिँ 20 गते चैत 20 गते हाजिर भइहाल्नुभयो। अनि उहाँले 10 दिनको तलब फिर्ता गर्नुभएको छ 23,468 रुपियाँ। हाम्रो स्टेटमेन्ट अनुसार हाम्रो खातामा आएको भनेको 12वटा शीर्षकमा हाम्रो रकम आएको छ। अनि त्यसै गरी अब खर्चतर्फ हाम्रो टोटल गरेर 22वटा शीर्षक छ खर्चमा। अब तलब भत्तामा हाम्रो 63,27,362 रुपियाँ चाहिँ हाम्रो खर्च भएको छ। अब त्यो 63,27,362 मा हाम्रो विद्यालयको खाताबाट कति गएको छ त निजी स्रोतका सरहरूलाई थप्दाखेरि भन्दाखेरि 1,84,643 रुपियाँ गएको छ विद्यालयको खाताबाट। पोहोर सालको के अरे यो अल्याबाट त्यति घट्छ। अनि मसलन्द
हाम्रो 10,200 रुपियाँ चाहिँ मसलन्दमा खर्च भएको छ। सञ्चय कोष यो थाई शिक्षकको 3 जना शिक्षक छन्, उहाँहरूको 2,58,000 20% का दरले त्यो गएको छ 2,58,969 रुपियाँ। अनि सञ्चार खर्च 20,000 रुपियाँ। दिया खाजा भाडा खरिद यो 50,000 रुपियाँ। अब सुरुमा हामीले यो 50,000 रुपियाँको गर्थेनौँ, के भयो भन्दाखेरि सुरुमा कर काटिँदैन भन्ने हुनाले हामीले यहाँ 50,000 कै खरिद गरेर बिल भरपाई पेश गऱ्यौँ। अनि 2,000 रुपियाँ एक्स्ट्रा हामीले त्यहाँ के अरे उसमा बुझाएको छौँ, सामाजिक विकास कार्यालयमा। हरेक मावि स्कुलले चाहिँ 2,000 रुपियाँ त्यो बुझाउनु पर्ने हुनाले हामी त्यहाँ त्यो बुझाइदियौँ। छात्रवृत्ति 34,400 रुपियाँ। अब यो छात्रवृत्ति वितरण गर्ने बेला 40,400 रुपियाँ हाम्रो छात्रवृत्ति आएको थियो। अब छात्रवृत्ति वितरण गर्ने बेला अब यहाँ छात्र सङ्ख्या र दलितहरू हेर्दाखेरि त्यो सङ्ख्यामा थिएनन्, त्यही भएर हाम्रो छात्रवृत्तिको पैसा बचिएको छ 34,400 रुपियाँ मात्रै गएको छ। अनि निःशुल्क पाठ्यपुस्तकको 1,95,900 रुपियाँ गएको छ किताब किन्दाखेरि प्राची पुस्तक पसलबाट हामीले ल्याएको थियौँ। छपाईमा हाम्रो 8,000 रुपियाँ छ। शिक्षा दिवस कार्यक्रममा 12,500 रुपियाँ खर्च भएको छ। दिवा खाजाको अब यो विद्यालयले नखुवाउने हुनाले जतिको उहाँले खुवाउनु भएको छ त्यति रकम हामीले निकासा दिएका छौँ। 2,43,060 रुपियाँ उहाँलाई दिएका छौँ दिवा खाजाको। अब नागरिक लगानी कोषको पनि यो थाई शिक्षकको हो, जो प्रत्येक महिना 800 का दरले जान्छ। 3 जना शिक्षकको 26,400 रुपियाँ गएको छ। अनि यो खेलकुद भनिएको छ, यो राष्ट्रपति रणनीतिशील खेलकुद हो पोहोर सालको। अब यसमा 32,000 रुपियाँ खर्च भएको छ। हामीले केटाकेटीहरूलाई नास्ता र अब गएका सरहरूलाई नास्ता दिएका थियौँ, त्यसमा हामीले सरलाई भत्ता दिएका छैनौँ। अनि यो शुभकामना 7,500 रुपियाँ चाहिँ शुभकामना के हो यो शुभकामना अब सञ्चारमा दिया होला त्यहीकै होला 7,500। अनि यो सामाजिक सुरक्षा कर भनेर सरहरूको 1% तलबबाट 1% काटिन्छ, त्यसको हामीले 53,920 रुपियाँ सामाजिक सुरक्षा कर जम्मा गरेका छौँ। निरन्तर विद्यार्थी मूल्याङ्कनको 11,110 रुपियाँ। यो निरन्तरको जति आयो हामीले त्यति तिर्नुपर्छ। यहाँ आम्दानीमा यो निरन्तरको चाहिँ हामीले पालिकालाई नै बुझाउनु पर्ने हुनाले यता देखिया छैन। यो 11,110 रुपियाँ हामीले पालिकाबाटै लिन्छौँ यो निरन्तर शिक्षा शाखाबाटै। मर्मत र रङरोगन, अब मर्मत र रङरोगन भने यही माथिको यो भवन बनाउँदाखेरि होला, त्यसमा खाना खाएको अनि रङहरू लगाएको कलर लगाएको 33,410 रुपियाँ छ। पिएमटी छात्रवृत्ति अघि त्यो तलका आएका विद्यार्थीहरूलाई हामीले 48,000 6,000 का दरले पर विद्यार्थीका दरले जान्छ, त्यो 48,000 उनीहरूको खातामा जम्मा भएको छ। विविधमा अब 15,300 रुपियाँ भएको छ। यसमा इएमआइएस साजघाटको आते जाते लगाएर 15,300 रुपियाँ हो। यो एसईको बेला बसेको 4,000 रुपियाँ थियो, 4,450 कति त्यहाँ भएको थियो। अनि त्यसपछि इएमआइएसको अनि प्लस आते जाते गरेर 15,300 रुपियाँ विविधमा देखिया छ। शैक्षिक सामग्रीमा 600 रुपियाँ देखिया छ। समारोह र टेन्ट भाडामा 4,225 रुपियाँ देखिया छ। प्रशासनिक खर्चमा 7,000, एसआइबी खर्चमा 870 रुपियाँ देखेर 74,726 रुपियाँ हाम्रो कुल खर्च भएको छ। अब आम्दानीबाट खर्च घटाउँदाखेरि हाम्रो बैंक मौद्दात 6,27,739 रुपियाँ 69 पैसा त्यो बैंक ग्लोबल बैंकमा देखिन्छ। अनि अब अर्को छ यता अरु बैंकको। अब यो बैंकको खाता अहिले हाम्रो मेरो नामबाट खुलिया छैन, अब पुरानै हेड सरको नामबाट खुलिया छ। अघिल्लो ल्यातक वाणिज्य बैंक 25,049 रुपियाँ 72 पैसा छ रहेछ वाणिज्य बैंकमा। स्टेटमेन्ट हेर्दाखेरि त्यही देखिया छ। अल्या कृषि विकास बैंकमा 31,145 रुपियाँ 84 पैसा छ कृषि विकासमा। अनि कृषि विकास बैंकको यो वर्षको ब्याज 8,839 रुपियाँ 99 पैसा आयो। मुद्दती खातामा चाहिँ यहाँको अब यो मुद्दती खाता कृषिमै हो क्या, अनि 1,60,000 रुपियाँ मुद्दती खातामा यहाँहरूको जम्मा रहेछ। अब हाम्रो निजीमा यहाँ विद्यालयबाट के आम्दानी भयो त, के गरेका थियौँ हामीले शुल्क भनौँ होइन। विद्यालय सहयोग भएको यो 45,000 रुपियाँ तपाईँहरूको उठ्या छ। यसको लागि यसको हामीले पर विद्यार्थीको 200-300 को दरले कति उठाएको थियौँ। अनि प्रमाणपत्र शुल्कबाट पोहोर साल 25,000 रुपियाँ भएको छ असाढसम्म गए असाढसम्म। भोलि व्यवस्थापनबाट 1,000 रुपियाँ चाहिँ उपलब्ध भएको छ। 3वटा शीर्षकमा स्थानीय स्तरमा पैसा आज। अनि अब यता यो पैसा कहाँ खर्च भयो भन्ने होला। अब मसलन्दमा गएको छ 1,380 रुपियाँ, प्रशासनिक खर्चमा 1,400, वायरिङ र मर्मतमा 9,585 रुपियाँ, मर्मत र रङरोगनमा फेरि उता खाताबाट गएको छ अघि, अहिले यहाँबाट 4,000 रुपियाँ थप्या छ। अनि निःशुल्क पाठ्यपुस्तकमा 41,389 रुपियाँ थप्या छ।
स्टेसनरीमा 2700 रुपियाँ खर्च भएको छ, विविधमा 2450 रुपियाँ खर्च भएको छ र यातायात खर्चमा 6000 गरेछ है टोटल खर्च। अनि नगद जम्मा भनेको क्यास जम्मा अब हाम्रो एकाउन्टेन्ट सरसँग 2096 रुपियाँ उहाँसँग बचत छ। अब यो चाहिँ टोटल आम्दानी 71000 र खर्चमा पनि 2096 रुपियाँ बचत छ हाम्रो निजी स्रोततर्फ। अब यो तरिकाले हाम्रो चाहिँ यो वर्षको चाहिँ इन्कम भएको छ, खर्च यो तरिकाले भएको छ। अब यहाँहरूको हातमा पनि छ। अब यसमा शीर्षक बाहेक चाहिँ हाम्रो 12वटा शीर्षक मात्रै आएको छ, तर यहाँ खर्चको शीर्षक चाहिँ धेरै भएको छ। किनभने हामीले त्यहाँ जुन शीर्षकमा आएको रकम हो त्यही शीर्षकमा हो खासमा देखाउनु पर्ने। अब त्यो देखाउँदाखेरि हामीले यहाँ शीर्षक चाहिँ धेरै ठाउँमा खर्च गर्नु पर्ने भए हुनाले हाम्रो चाहिँ खर्चको शीर्षक बढी हुन्छ। अब यहाँहरूलाई अब योभन्दा अझै यो हामीले आम्दानी खर्चको यो श्रेष्ठ तयार पारेका छौँ। योभन्दा हजुरहरूलाई अझै बढी हेर्न मन छ भने हाम्रो भित्र के अरे त्यो यो आर्थिक वर्षको आय व्ययको सम्पूर्ण बिल भरपाई लगायत स्टेटमेन्ट छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। कुनै अनियमितता यसमा भएको छ भने हजुरहरूले मजाले स्वस्फूर्त रूपमा आफ्नो कुराहरू राख्नु पाउनुहुन्छ भन्दै म यो आय व्यय प्रस्तुतको कार्यक्रमलाई अहिले यहीँ सिद्ध्याएर विसर्जन गर्न चाहन्छु भन्ने कुराहरूमा लेखापाल सरको मेरो कार्यकालमा बढाएको भनेको कसरी हो भन्नुहुन्छ भने कम्प्युटर विषय पढाउने शिक्षक नहुँदा लेखापालले थप काम गरे बापत, थप क्लास लिइदिए बापत 2000 रुपियाँ बढाएको हो हैन। त्यसपछि अहिले बढाएका समितिहरूले के बापत बढाउनु भएको हो त्यो त समितिले भन्नु पर्ला त हैन। के बापत बढाउनु भयो? लेखापाल सरले पनि अहिले त्यो क्लास लिइराख्नु भएको छैन भने घटाउनुहोस् है। मैले स्वाभाविक भनेको किनभने स्कुलको कोर्स त यसरी हेर्दाखेरि 6,64,000बाट घटेर 6,27,000 आयो। 19,100 कति रुपियाँ घाटामा आइसक्यो। अझ त तपाईँहरूको कति पो छ नि भित्र कुराहरू हैन। त्यो बढाएको तलबको विषयमा भन्दाखेरि अन्य कुराहरू भन्नुहुन्छ भने यहाँ तपाईँको यो मर्मत र रङरोगन भन्नेमा 33,410 रुपियाँ यता पनि देखियो। अनि यता हेर्दाखेरि फेरि मर्मत र रङरोगन 4,000 भनेर लगभग तपाईँहरू 40,000 जति। के मर्मत काहीँ मर्मत र केही रङरोग देखेन। अनि अर्को कुरा अध्यक्षज्यूलाई म गत वर्ष चैतको महिना तपाईँसँग म दिपाइल गएको थिएँ खानेपानीको विषयमा। त्यो दिन हामीले बेन्च बनाउँदैछन् भनेर बेन्च आधा बनाएको देखायो। त्यो बेन्चहरू आयो कि आएनन् अहिलेसम्म यो स्कुलमा? मैले त कुनै दिन आएका देखेन। अनि विद्यार्थीहरू भुइँमा बस्नुपर्ने अवस्था छन् कि ती कुराहरू पनि भनिदिनु पर्यो तपाईँले। त्यो कहाँ गयो? त्यो बजेटै गइसक्यो कि त्यो आधा बनाएको पनि कसैले लिइदियो कि त्यो भनिदिनुहोस् होइन। अनि यी खर्चहरू पनि अब यो सञ्चार खर्च भन्नुभएको छ। सञ्चार खर्चमा अघि भन्नुभयो नेट भन्नुभयो। नेट भन्नैमा मात्र कहाँ आइसक्यो त त्यो? यति नेटमा सञ्चारमा हाम्रो आम्दानीको स्रोत कम हुने होइन। मैले त्यहाँनिर हजुरलाई पनि रोकेँ मैले। 20,000 आम्दानी दिन्छ भन्दैमा 20,000 खर्च गर्नै पर्छ नहुन पनि सक्छ। बचाउनु त पर्यो, हामीले त बचाउनु छ नि। फेरि हामीले भर्ना शुल्क यहाँ लेख्नु भएको छ, भर्ना शुल्क भनेर लेख्नु भएको छ होइन। भर्ना शुल्क त खास अब अभिभावक शुल्क भनेर सेवा शुल्क भनेर लेख्नुहोस्, भर्ना शुल्क लिन मिल्दैन होला सायद। अनि त्यही त यहाँ भर्ना शुल्क लेख्नु भएको छ, यो लेख्नमा पनि तपाईँहरूको छ। यो भर्ना शुल्कका प्रमाणपत्र छपाईका पैसा पनि त 71,000 आम्दानीबाट 2,096 रुपियाँ मात्र रहेको छ। 2100 लगभग 2100 मात्र बचिया छ। यताबाट पनि मसलन्दामा खर्च हुने, प्रशासनिक खर्च उसमा खर्च हुने, अनि उताबाट आएका 20,000 जस्तै तपाईँले भने जस्तै 20,000 आएका भने खर्च हुँदै जाने भएपछि यो यदि भर्ना नलिए भए कहाँबाट गर्नुहुन्थ्यो? त्यो भन्नु पर्यो नि त। केबाट गर्नुहुन्थ्यो त? खर्च त तपाईँहरू गर्नै हुन्थ्यो। त्यो विषयमा भर्नाको विषयमा त खर्च भएन नि त। त्यो पैसा थप सेवा के दिनुभयो त? विद्यालयलाई विद्यार्थीलाई दिनुभयो कि अरूलाई दिनुभयो कि होइन? कुनै भवन बनाउनु भयो कि? यो 71,000 आम्दानी त बस्थ्यो नि त नत्र त त्यो। त्यसैबाट 71,000 आम्दानी नभयो भने स्कुल त यत्तिकै चलाइराख्नु हुँदो रहेछ, चलिरहने रहेछ नि त।
त्यसैले अलिकति प्रष्ट तरिकाले गर्नुहोस्। त्यो 71,000 आम्दानी भएको छ, मौजात देखाउनुहोस्। 71,000 त मौजात देखाउनु पर्यो नि त। यहाँ खर्च भयो भनेर त्यो डाइरेक्ट लेखेर त्यो मतलब पनि भएन। अनि त्यो चाहिँ तपाईँहरू अध्यक्षज्यू भनिहाल्नुहोस्। अध्यक्ष लेखापाल सर यहीँ हुनुहुन्छ नि होइन, उहाँले कम्प्युटर विषय कसैले पनि नपढाउने भएपछि त्यति बेला कम्प्युटर कोही थिएनन्, कम्प्युटर सरहरू थिएन यहाँ, विषय चाहिँ कम्प्युटर आयो। अनि कम्प्युटर होइन त्यस्तो भन्न खोजिएको होइन, संस्थाको हितको लागि, यदि संस्थाको हितको लागि हो भने होइन, व्यक्तिगतसँग कुनै कन्सल्ट भएन। संस्थाको हितको लागि हो भने जस्तै थप काम गरे बापत थपेको पैसा हो भने अरू थपेका पैसाहरू पनि थप काम केही गर्नु भएको छ कि, जस्तै कोचिङ क्लास पढाइराख्नु भएको छ कि थप काम बराबर होइन, कुनै अर्को गर्नु भएको छ कि ओभर टाइम दिइराख्नु भएको छ कि भन्न खोजेको कि त्यो प्रष्टै दिनु पऱ्यो नि त अभिभावकलाई। त अभिभावकले त जति भन्यो त्यति तिरिरहेको छ नि त, पैसा तिरिरहेको छ नि त। यति सेवा शुल्क यति प्रमाणपत्र भन्ने बित्तिकै दिएको छ नि त। वास्तवमा कस्तो लाग्यो भने लेखापालको बढाउने हाम्रो नबढाउने भनेका छन् यहाँ धेरै मान्छेहरूले, यहाँ धेरै ठाउँ कुरा सुन्ने छन्। अनि लेखापालको बढाउने फलासनाले ऊ अध्यक्ष भएर लेखापालको बढाउने, अनि हामीले फलासना बढाए के फरक पर्छ भनेर बढाएका छन् कि यहाँ स्कुलको कोर्स रित्याउने होइन, स्कुल होइन, अनि स्कुललाई बढाउँ भन्ने भावना कसैको छँदै छैन। यी अध्यक्ष यहीँ चाहिँ यी अध्यक्षको पनि छैनन् होइन, कसैको यो स्कुललाई बनाऊ भन्ने भावना छैन। स्कुलको कोर्स कसरी रित्याउँ होइन, यी हेड सर यहीँ छन्, अध्यक्ष यहीँ छन्, हामी समितिवाला सबै यहीँ छौँ। हामी त के भन्यो भने यो स्कुललाई बनाउनुपर्छ भनेर हामीले चिया पनि बन्द गरिदियौँ। हामीले यो बैठक राख्यौँ गरेदेखि यहाँ समिति गठन भइसकेपछि हामीले चिया पनि बन्द, हामी खाँदैनौँ चिया भने हामीले चिया खानु पनि बन्द गऱ्यौँ। यिनी अब कहाँबाट खर्च गर्नुपर्ने त्यो सुरुङ खोज्ने, अनि त्यो सुरुङमा पैसा लतालत लिँदै जाने। र यहाँ रङ रोगन डबल ठाउँ कसो हो यो होइन। अब यहाँ पनि रङ रोगन आयो होइन, यहाँ पनि रङ रोगन, अनि यहाँ तपाईँको रङ रोगन तपाईँको 1410 रुपियाँ यहाँ रङ रोगन आयो। धन्यवाद दिन चाहन्छु। यो मर्मत र रङ रोगन भनेको के हो भने मर्मत यो जुन यो विद्यालय भक्तराज भन्छु साइन नेपाल संस्थाले जुन हाम्रो विद्यालय छाना छाउनको लागि उसले जस्ता बस्ता दियो नि, जस्ता बस्ता धेरै ट्रस्ट दियो, त्यसको निमित्त पनि अब एकजना मिस्त्री सहित उनले दिएको थियो। त्यो मिस्त्री दिइसकेपछि उसको पनि लेबर चाहियो 2-3 जना भन्ने हिसाबले अब साथीहरूसँग छलफल गरेकै हो मैले, 2-3 जना लेबर लगायौँ हामीले। काम गर्ने मान्छे 24,000 चाहिँ उनीहरूले जला लियो, 3-4 जनाले। अनि त्यसपछि उसको मिस्त्रीले खाएको खाना खर्च कति हजार तिरेको लेखापाल साहब 11,000 खाना खर्च तिर्यौँ। त्यसपछि जो थप यता मेरो विचारमा जो देखेको 4,000 यता छ नि, त्यसको भनेको व्हाइट सिमेन्ट ल्याएको होला, त्यसको हो यो खर्च भनेको। त्यो एउटैमा राख्नुपर्ने थियो। अब उहाँले 2 ठाउँमा राख्यो, एउटा ठाउँमा नगद गएको देखायो, अर्को ठाउँमा खाताबाट गएको देख्यो होला। अनि यो त जस्तो हो म अघिल्लो कार्यकालमा म सदस्य थिएँ भन्न खोजेको मैले। जति आम्दानी टोटली खर्च गरेर जिरो ब्यालेन्स राखेको आम्दानी त देखाउनु नि अलिकति वर्षभरि कति भयो अनि वितरणमा काम गर्ने बेला सन्तुलन परीक्षण भन्ने थियो, हो त्यो सन्तुलन परीक्षण जस्तो डेबिट पनि जिरोमा जिरो भनेर एउटा पनि प्लस छैन यहाँ। बसेर पनि हामीले पनि छलफल गऱ्यौँ। अब बसेर स्टाफ साथीहरूसँग बस्यौँ। अब हाम्रो व्यवसाय समिति साथी बस्नु त अब घटाउने कुरो नि भयो। अनि स्टाफ साथीहरूसँग छलफल गरिसकेपछि मनोबल घट्छ शिक्षकहरूको, बढाएको तलब पनि घटाइदिने 1-2 हजारले के हुने हो त। एउटा कुरा सुन्नुहोस् न, त्यो पनि घटाउन सकिन्छ, केही फरक पर्दैन, घटाए के हुने हो त। उनले त सेवा पाउने पाएका छन्, पाएर चित्त बुझेर भने छोड्छन्, अर्को आउन बोल्नु त्यो पनि हुनसक्छ। त्यो विकल्प भन्ने कुरो होइन कि त्यो। यसको बारेमा एकछिनपछि छलफल गर्ने मौखिक छलफल गरे। जुन त्यो डेस्क बेन्चको कुरा गर्नुभएको थिएन कि उहाँले, त्यो डेस्क बेन्चको बारेमा 9वटा पिस चाहिँ हाम्रो यहाँ आइसकेका छन्, 9वटा पिस। अब कसरी आयो भनेपछि ठ्याक्क त्यो रोकिया कारण के हो भने उतिखेर गाउँपालिकाले खरिद गर्यो सामान, हामीले पैसा देखे पनि देखेन, लिन पनि लिएन, कहाँबाट गए लियो त्यो थाहै भएन हामीलाई। 9 पिस डेस्क बेन्च, एउटा स्टुल, 5वटा स्टुल, एउटा के अरे त्यो होइन 5वटा व्हाइट बोर्ड, 5वटा स्टुल, अनि एउटा त्यो स्टेज, एउटा स्टेज रोस्टम, अनि 9वटा डेस्क बेन्च पिस आछन्। फेरि कति बेन्च कति डेस्क त्यो पनि मलाई थाहा छैन, फेरि हेड सरलाई थाहा होला। 9 पिस तिनी आछन्। त्यो आइसकेपछि कस्तो भयो भने हाम्रो यहाँ धुवानी गर्न ढिलो हुनको कारण के भयो भने गाउँपालिकाले पनि आफै धुवानी तिर्नुपर्छ विद्यालयले। अब उसले जसले
त्यो काम गर्ने जुन फर्निचरले जिम्मा पाएको थियो उसले पनि मैले तिर्दैन तपाईँले आफैले तिर्नुपर्छ भन्यो। न मैले कामको जिम्मा ल्याएको छु हाम्रो विद्यालयले, न मैले आफूले चेक देखाएको छु, न के देखाएको छु, न हाम्रो सम्झौता भएको छ। हामीले त यति फिस चाहियो भनेर अर्डर मात्र गरे हामीले त भनेर उसँग सहमति के अरे छलफल भइसकेपछि अनि गाउँपालिकाले आफै भाडा तिर्छु भनेर सहमति गराएर उहाँको के अरे उनी के गिरी हुन् गाडीवाला हो उनसँग 9,000मा हाम्रो त्यो विद्यालयमा सामान पुर्याइदिन्छु भनेर सहमति भएर त्यसपछि कति आधी सामान आयो, आधी सामान डेस्क बेन्च वहीँ बनिएका छन्। फेरि अस्ति भने मैले मेरो गाडी चल्दैन बाबु, अब एक दिनपछि त्यो बाटो क्लियर भइसकेपछि पुर्याइदिन्छु भनेर उहाँसँग मेरो सम्पर्क भएको छ मेरो। अब गाडी बेच्यो अब यस्तो गाउँपालिकाले खरिद गरेको होइन कि स्कुलमा 2 लाख रुपियाँ वडाबाट मैले हालिदिएको छ फर्निचरको लागि एउटा कुरो। त्यसपछि उहाँहरूले आफ्नो स्कुलमा अडिट गर्दाखेरि अप्ठ्यारो हुन्छ भनेर फर्निचरलाई जिम्मा दियो। फर्निचरले फर्ममा काम गर्यो। फर्ममा अब इस्टिमेट त वडा यो विद्यालय दिने हो नि त, कति हामीलाई चाहियो फर्निचर 2 लाख बराबर कति आउँछ त्यो बनाउने त प्राविधिक इस्टिमेट बनाउँछ। त्यही अनुसारले उनी कुनै फर्निचरलाई उद्योगलाई दियो होला, त्यसरी भुक्तानी अब उसकै नाममा जाने हो नि त, स्कुलमा जाँदैन। फर्निचर आफ्नै बिल भरपाइले भुक्तानी लियो होला, सामान चाहिँ स्कुललाई दियो होला। त्यस्तो प्रक्रिया त्यो पैसा त हाम्रो सोझो तरिकाले स्थानीय सरकारले दुर्गा माविको नाममा भनेर बजेट विनियोजित गरिसक्यो भने अनि यहाँ हाम्रो विद्यालयमा आएन भनेर हाम्रो खोज्ने दायित्व होइन। त्यही त गरे मैले सम्झौता गर्न कति वर्षपछि गर्ने यहाँबाट निर्णय काम छ उनीहरूलाई न यहाँबाट निर्णय गरेर पनि सम्झौता गर्नलाई निर्णय सहित लिएर गएका छौँ। अब त्यो अमरसँग के हुने हाम्रा उनी खरिदार उनीमा बस्नेवाला हो उनसँग पनि कुरा गरिसकेपछि यो खरिद ऐनअनुसार विद्यालय खरिद गर्न पाउँदैन भने विद्यालय खरिद गर्नु भने यो सरकारी मातहतको कार्यालय होइन, यो पनि भनेको छु मैले। त्यतिसम्म कुरा भएको छ मेरो उहाँ सबै विद्यालयको हामीले खरिद गरेका छौँ। यो मुष्टहरी हामी आफै कोटेसन गरेर आफै खरिद गरिदिन्छौँ भने बरु लिस्ट दिनुहोस् भनेर भनेको छ क्या कुरा रोक्नुपर्ने अवस्था आइहाल्यो। खरिदिनु अलि गर्नुपर्ने हो भने त कटौती गरेर अब आउने सुरु छैन हामीसँग। थप्ने के लाग्यो त कहाँबाट थप्ने अब यसको लागि ठिकै हो। हाम्रो विद्यालयको आय स्रोत कति त आय स्रोत अनुसारको तलब बिल त उहाँहरूको भइसक्यो स्वाभाविकै पनि हो। अनि हिजोका दिनमा 15,000 खान्थ्यो, अहिले त बढी छ नि त तलब। हो तलब बढिसकेपछि अब विद्यालयको आय स्रोत छ भनेपछि पाउन त केही अप्ठ्यारो परेन। त्यो हुन त निमाविको तलब त अब धेरै पनि छ होइन, 33,000 कति तलबै छ। अब भने हामीले नखुनु पनि सक्ने। अहिले गाउँपालिकाले के भने धेरै शिक्षकहरू निजीका कारणले राखेका हुनाले तलब चाहिँ हामीले अलिकति तोकेर राखेको छ। 25,000 रुपियाँ निमाविको तलब हो। पहिला उहाँहरू 16,000 नै खान्थ्यो, अहिले 25,000 छ। अब आय स्रोत भएपछि तपाईँहरूले दिँदा केही अप्ठ्यारो भएन। भोलि यो आय स्रोत भएको अलिकति सम्पत्तिलाई पनि सिद्ध्याउने किसिमले नबाँडिदिनु होला भने हाम्रो